दोस्तहरू यहाँ एक्युरियम यो ठाउँमा मेरो आदरणीय दाइ आर्मी उसमा आउनु भएको छ र यो एक्युरियम आज खबर गराएको छु। एक्युरियम यस्तो हुन्छ भरे माया बहिनीले देखाउनुलाई यस्तो हुन्छ एक्युरियम भनेको यस्तो हुन्छ। मेरो दोस्ती राजु यहाँ छ, हाँस्नु न, बोल्नु न हो भएको छु है। अनि एक्युरियम भनेको हजुरहरूको हेर्नुहोस् है, माछाहरू यस्तो हुन्छ एक्युरियम सरले। यो पनि एउटा हाम्रो मेमोरी हो होइन। मेरो दोस्ती एउटा आदरणीय साथी हुनुहुन्छ, माछा पनि यहीँबाट लान्छु एक्युरियममा। अनि यहाँ हेर्नु है, यो मजाले यो चाहिँ गोल्ड फिस भन्छ यसलाई, गोल्ड फिस भन्छ। राजे यसलाई चाहिँ के भन्छ यसलाई? यो यसलाई के भन्छ यसलाई? यसलाई चाहिँ कमेट माछा भन्छ। अनि तल यतापट्टि यो चाहिँ गोल्ड फिस, हेर्नुहोस् है, यो गोल्ड फिस हो। यो चाहिँ ल रुपेशजी, हजुर आर्मी तपाईँ त होइन? हजुर पेन्सन पट्टा। हामी कहाँ छौँ अहिले? एक्युरियमको रुममा छौँ। कुनै यस्तो एउटा भन्छ कुनै तपाईँले के चाहियो भने सम्बन्ध चाहियो भने यो ठाउँमा हाम्रो सरकोमा आइपुग्नु होला। लोकेसन सर लोकेसन हाम्रो बाफल यो बाफलमा आइपुग्नु होला। घर परिवार सुन्दर बनाउन लागि हरेक कुराहरूको लागि आइपुग्नु होला सर। बाई बाई। हाई ओके। सरको के भन्नु छ भन्दा हुन्छ अनि किनकि सुन्दर बनाउनु पर्ने हाम्रो घर परिवार टक्क होइन। गाइजहरू एउटा के छ भने हाम्रो सबै सम्पूर्ण आज म चन्द्रगिरी पुगेँ, कालेपल्ले डाँडा पुगेँ। अनि कालेपल्ले डाँडामा आएर आफ्नै मेरो गाडी छ, अनि गाडी आएर टक्कसँगले एक्युरियममा लिएर आएँ गाइजहरू। मेरो साथी चाहिँ उहाँ अब अहिले उता जाँदै हुनुहुन्छ, अहिले बसमा हामी छोटो छ। निलो धारा निलो पुल अनिवार्य है। ल हाई यसो नमस्कार गर्नु न राजु। नमस्कार केही भएपछि है आइपुग्नु होला, कन्ट्याक्ट गर्नु होला, नम्बर छोडिदिनु होला। ओके ओके।